ल जुङ्गे मगर नेपालको अर्को एपिसोडमा हार्दिक स्वागत छ। यो मेरो निजी नितान्त व्यावसायिक भ्लग होइन, निजी भ्लग हो। आज हामी ससुराल लिची खानका लागि गइरहेका छौँ। मेरो साथमा हुनुहुन्छ हाम्रो पवन राई ब्लग्स। नमस्कार आदरणीय दर्शक महानुभावहरू, यतिखेर हामी ठ्याक्कै यो विक्टोरी रूपाकोट मजुवागाडी नगरपालिका अन्तर्गत रहेको हजुर नुनथलामा छौँ। यो तल्लो नुनथला भन्छ। र आजको हाम्रो यात्रा भनेको चाहिँ लिचीको सहर, लिचीको गाउँ भनेर चिनिन्छ, जुन चाहिँ गोविन्दे त्यसको चाँडै। ल हजुर, र पवनको चाहिँ यो तलतिरको पेट अलिक बढे जस्तो लागेको छ। पेटलाई घटाउनु होला, कुनै पनि एक्सर्साइजहरू गर्न सकिन्छ होइन। कोरको एक्सर्साइज गरेर पेट घटाउन सकिन्छ। दिक्तेल बसेपछि पेट बढेको भन्ने हाम्रो ठम्मी छ। हस् हजुर हस्। हाम्रो यतातिर हुनुहुन्छ दिदीबहिनी असीमा मगर र सबिना मगर हुनुहुन्छ। दुईजना मध्ये को राम्रो हो? तपाईकै बुढी राम्रो हो र? स्वाभाविक रूपमा बुढी नै राम्रो। मलाई त साली नै मन पर्छ त नि। राम्रो त आफ्नै हजुर, साली नै राम्रो लाग्यो त के भयो। साली राम्रो भनिदिएको थिएँ, बुढीको मन दुख्ला, बुढी राम्रो भन्दा सालीको मन दुख्ला, के गर्नु, यस्तै छ जिन्दगी होइन। ठिक छ, दुवैजना राम्रो हुन्छ, ह्याप्पी लाइफ। लाग्यो है त हामी। ल 1 2 3 गो। ल कमन 1 2 गर्न छोरी नान चाहिँ गर्दैछिन्। प्र्याक्टिस अगाडिको हो नि त, लाउडे लाग्ने बेलाको। काउन्ट गर्न नि। यो मौसम देखेर त के गरम झै लाग्यो के। One, two, three, go. बाबाले सम्पल भन्नु। नानी बाबाले त सिम्पल भनेको सम्पल पो भन्नुभयो त। ल ल आज चाहिँ यो मौसम खुलेको अवसरमा गीत गाइँदैछ आजले माडा र म मुडैमा छु। जितेर गए या हारेर गए, नतिजा आफैतिर पारेर गए। जितेर गए या हारेर गए, नतिजा आफैतिर पारेर गए। हिजो निम्ता दि बस्न दिलमा, हिजो निम्ता दि बस्न दिलमा, आज काढे तरले बारेर गए। जितेर गए या हारेर गए, नतिजा आफैतिर पारेर गए। नजिकबाट बुने सर्पहरू हुन्छ त्यस्तोमा।
आजको मौसम अत्यन्त खुलेको अवस्था छ यहाँले देख्न हेर्नु सक्नुहुन्छ होला यो खुलेको अवसरमा म चाहिँ एउटा गजल गाउँदैछु रोपेर प्रेमको फुल यो मेरो मनमा रोपेर प्रेमको फुल यो मेरो मनमा हुर्काई अन्तै सारेर गई हुर्काई अन्तै सारेर गई बाँच्दै त थिए घायल नै भए पनि विश्वासको छुरा रोपे मारेर गए बुझितेर गए या हारेर गए नतिजा आफैतिर पारेर गए ठिक्क आइरहेछ त त ढुङ्गा रोक्यो के त ढुङ्गा रोक्यो के बुढा आउँदै हुनुहुन्छ है हट ए बुढा हो अबे
पछाडि भनेर जे पाए त्यो त अब बोल्ने कुरा भएन होइन साँझ सुसो बा भाइरल भइहाल्यो भने कसैले देख्यो भने त अलिकति कस्तो रहेछ यिनीहरू भन्छ होइन त्यही फेरि अब हामी यहाँ गफ गर्दै हुन्छ नि भविष्यमा अब आफ्नो गतिविधि विशेष गरी अब तपाईँहरूसँग हिँड्ने मौका पनि पाइयो एकदम खुसी लागेर होइन आज रमाइलो भइरहेछ विशेष त अझै म भ्लगर भए पनि म एउटा सामाजिक सञ्जालमा सक्दै अथवा यसलाई चाहिँ मैले फुल टाइम जस्तो गरेर हिँडेँ पनि मलाई भन्दा बढी तपाईँलाई पनि चिन्नुहुन्छ प्रायः खोटाङ जिल्लाको मान्छे नभए देश विदेशको अन्य जिल्लादेखि लिएर तपाईँको सबै सम्पूर्ण उहाँ सूर्य दाईको परिचय दिइराख्नु मैले चाहिँ जरुरी पनि छैन दाईको परिचय दिँदा एकदमै एकपल्ट परिचित मान्छे अब यतापट्टि हाम्रो रविन सर हुन्छ उहाँको आफ्नै किसिमको चाहिँ भ्लग छ एउटा जुङ्गे मगर नेपाल भन्ने मेरो त्यो भ्लग सर त अब भन्नै पर्दैन सामसिङको चाहिँ डिलर बोकेको मान्छे खोटाङ मेरो भ्लग फक्रेन के काटेको कुरो नै भएन सामाजिक सञ्जालमा त्यति नचाहे पनि उहाँ व्यावसायिक रूपमा चाहिँ एकदम सफल मान्छे हो पवन सर हजुर मेरो भ्लग ग्रो नै भने कि फक्रेन होइन भ्लग कसरी फक्राउने हो हाम्रो चाहिँ एकदमै पर्सनल टाइपको भ्लग हो हजुर अब एक्सप्लोर टाइपको भ्लग हो भनेदेखि त्यो ठाउँहरूको लागि आफ्नो मान्छेले भिडियो हेर्थ्यो अब हाम्रो पर्सनल टाइपको भएर हामीलाई हेर्नुको लागि कसैले हेर्दैन एमएमसी इन्टरटेनमेन्टको कति पुग्यो यो त पहिलादेखि नै थियो यो पहिलादेखि नै भइरहेको जहाँ चाहिँ अलिक थाहा भयो त्यसैलाई हामीले अब लोकल भनेर बुझ्दा लोकलै हो किनभने यो परापुरको कालदेखि नै चाहिँ यसको बिरुवाहरू यी उत्पत्ति भएर यी चाहिँ उत्पादन हुँदै कलमी सार्दै अथवा जे गर्दै भयो भने तपाईँको यसलाई लोकल भनिन्छ प्रायः विशेष गरेर हजुर प्रायः जसो लोकल नै भन्छ हजुर प्रायः जसो पहिलेदेखि नै अब भइरहेको फेरि यो कस्तो छ भने तपाईँको यसमा चाहिँ अर्ग्यानिक टाइपको कि आफै चाहिँ उत्पादन भएर चाहिँ यसमा कुनै विषादीहरू प्रयोग गरेको छैन यसमा केही छैन केही छैन यो रुख बराबर हो त्यो हाम्रो पटमरेको प्राकृतिक रूपमा जसरी चाहिँ यो फल त त्यति नै हजुर हामी त्यही होइन मल हालिदिने हजुर मल पनि हामी मल बोकेर हालिदिँदैन हजुर यसो पातपतिङहरू जम्मा गर्यो पुरिदियो होइन पुऱ्यो त्यति नै हजुर यो लिचीको रुख कि तपाईँ जेठो म लिची जेठो होला हजुर म जेठो होला यो यताको चाहिँ माथिको चाहिँ म भन्दा जेठो धेरै जेठो तपाईँ कति वर्ष पुग्नुभयो म चाहिँ 23-24 भनेपछि तपाईँको 23-24 वर्ष अगाडिदेखि यो लिची अहिलेसम्म फल दिइरहेको है फल्छ हजुर बढ्दै पनि छ हजुर बढ्दै फल्दै पनि के कायदाको लिची खान जाँदैछ पानी ल रविन सर लिची चाहिँ कति खाने होइन एकदमै सँगले जति खायो पनि भयो यहाँ अगाइन्जेल यता पनि छ मेरो हातमा पनि छ लिचीको दाना तपाईँले अहिलेसम्म लगभग कतिवटा गेडा खाइसक्नुभयो लिचीको मैले लिचीको दाना चाहिँ लगभग यहाँ खार पाइसकेपछि पुग्यो होला 100 जति त्यति खाइसक्नुभयो म चाहिँ अघि गनेर खानु पर्यो भने कि तर बिर्सेँ आउने चाहिँ भोलि फेरि ल कस्तो भइरहेछ हजुरलाई लिचीको अनुभव दाजु यहाँ भिडियो रविन जुङ्गे मगर नेपालको भ्लग्सको पर्दामा हुनुहुन्छ है हजुर तपाईँ धेरै मजा आइरहेछ हजुर हजुर यसै पनि ससुरालीमा आउँदाखेरि यसै मजा त त्यतिकै भइहाल्छ होइन मामा मामाहरूसँग भेटिन्छ यताउता आज फेरि सबैको समय मिलाएर आइएको छ अनि लिची चाहिँ अघिसम्म त के अरे जतासुकै जस्तो सुकै पनि मजा आउँदैथ्यो अहिले चाहिँ एकदम आफै बोटमा छानेर मात्रै खाउँ जस्तो लाग्न थाल्यो यसको अर्थ के होला रविन सर के हो यो चाहिँ कस्तो भनेदेखि एकाएक बोर्ड देखेर ऊर्जाशील भएको शरीर ऊर्जाशील भयो भन्ने अर्थ राख्छ अनि अगाउँदै गएर पनि होला कि लिचीमा तपाईँहरू पवन पनि यता मेरो भ्लगमा पनि छाउन हजुर नमस्कार छ जुङ्गे मगर ब्लग्समा चाहिँ युट्युब च्यानलमा मेरो नाम पवन रह्यो यतिखेर हामी खोटाङ जिल्ला विक्टोरिया मजुवागढी नगरपालिका अनि मान्छे रावेसीमा आइसकेको छौँ यो जुङ्गे मगर भ्लगलाई चाहिँ मामाको नि लाइक कमेन्ट सेयर यस्तो के हुन्छ त्यो सबै गरिदिनुहोस् है फेरि घरमा लिची फलै भन्दा 50 वर्षदेखि यस्तै नै हो खतरै तरिकाले फलिरहेको छ फलिरहेको रुख भाइ चासो छ ए बाउ अर्को एउटा राम्रो झुपा देऊ त यहाँ
अनि ए हेर्नु न ल हाम्रो एउटा फोटो पनि खिचिदिनुहोस् हामी सबैको हजुर लिची फोटो हजुर लिची नि यसो फोर्का बोक्न पाएको राम्रो छ भाइ त ल है हजुर यस्तो खालको खिच्छु न लिची ल्याउनु त एउटा यो सूर्य दाइले समात्ने यहाँनिर टुप्पा हस् यो रविन सरले यस्तो त्यो खाली गरेर देखाउँदा हुन्छ यस्तो यस्तो उक्काउलेर यसो यसो देखाने जस्तो रुट चाहिँ यसो टोकिराख्दा पनि भयो त्यस्तो पनि गर्नु यसो गरिदिनु हात नजिकमा त्यस्तो पनि गर्नु सक्छ चिया गरिदिनु यो चाहिँ लिचीको दाना भनेको है यो पनि वाठार माथिबाट यो पनि तपाईँले अलिक तलतिर झारिराख्नुहोस् होइन नसमाति झुप्पा है झुप्पा पनि देखाइदिनु यो चाहिँ भ्लगको लागि होइन केही होइन त्यस्तोको लागि केही छैन तर के छ भन्दाखेरि चाहिँ के छ भने मलाई चाहिँ चाहिन्छ यस्तो फोटो गरी त यता आउनुहोस् त हजुर हाम्रो चाहिँ डुङ्गे मगर भ्लगर क्यामेराम्यान पनि यता आउनुहुन्छ यतै देऊ न अलिक तल झार आउँदैछ म पनि जोडिएँ हजुर जुके मगर ब्लगमा चाहिँ हो लिची भएका यी हाम्रो यति हो मान्छे यति हो यति हो त्यसो हेर्नु त दाना पुरो गेडोको छ क्या कोही छ लिचीको गेडोको यो पहिले पदेरा भन्ने चिज पनि हुन्थ्यो यो अहिले चाहिँ यस्तो नहुँदो रहेछ होइन नपाकेर यो पाकेपछि हुने हो यो चिजहरू अब आउनु थालिसक्यो कि कुनैमा अलिक मजाले पाएको छ भने आएको छ कि आएको छैन क्या ए पाकेकोमा चाहिँ आउँछ है अहिले चाहिँ आउँदैन केरा लिचीको भेलमा किरा चाहिँ हजुरको यो आफै यहाँ फुल पारेर त्यो आफै हुँदो रहेछ है यो यसमा फुल पारिदियो होला अनि त्यसपछि बस्यो है लिचीमा किरा यो मकैमा तपाईँको फौजी किरा होइन त्यो फौजी किराको बिउ पनि सुरुमा भुइँमै ए नवीन भाइ के छ केटा एकदम ठिक छ हजुर कस्तो लिचीहरू राम्रो पाएछ एकदम राम्रोसँग पाकेको छ ल यता आयो भने केटा हेलो यहाँ हेर्नुहोस् है लिची चाहिँ लगभग अब पुरै अगायो सरहरू त्यहाँ बाँकी छ ए सुन्नुहोस् है सर प्लिज अब यो रक्सी खाएँ के गरौँ भन्ने थिएँ मैले अब के आयो आज माथेर गाडी चलाउनु खोज्दछु माथेर गाडी चलाउनु अत्यन्त खतरनाक छ भएको जलमै बाटोमा हिँड्ने निर्दोष मानिसहरूको जोखिम पर्छ नेपालमा माथेर गाडी चलाउनु कानुनले पनि यसले तपाईँलाई जेलसम्म पुर्याउन सक्छ आज गाडी नचलाऊ कसैलाई तपाईँलाई घर पुर्याउन भन्नुहोस् साथै परिवार वा ट्याक्सी गाडीको साँचो सुरक्षित ठाउँमा राख्नुहोस् ताकि आवेगमा आएर नचलाउनुहोस् याद राख्नुहोस् तपाईँको जीवन मूल्यवान छ परिवार तपाईँलाई एकछिनको गलत निर्णयले सबैको जीवन बदल्न सक्छ तपाईँको साहस र सोचलाई म सम्मान गर्छु तपाईँले हाँसो धेरै ठुलो गल्तीबाट जोगिनुभयो यदि मनमा तनाव छ भने तयार छु टिटु ए टिटु है तपाईँ लिचु खाँदैछ त्यसको मामिलामा भाइ यस्ता कुरा सुत्नु भनेको छ कि अब यो भेटिँदैन ओ त्यो तान्दा हुन्छ यो फेसिया र जान्छ है यो रुख त्यो 10 वर्ष लागेर हुर्केको यो फेरि भाजी छ खन्यौ हजुर भइसक्यो होइन काम
चुम्बी छरियत 1 ल छरियत खिउरे ल भन 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 आफै भन्दै गर ल खिदिन्छु मात्रै अलिक अलिक दर दर हान अलिक पावर लगाएर कहाँ त्यो कति बेला हा गर्नुपर्ने त्यो हा पनि अलिक भएन कसरी अलिक थर्किने गाउँ थर्किने गरी ल खमा अच्छा त्यो हा अलिक भएन गर्नु पर्यो ल अब अर्को थाला फेरि के हो सामजाङ सकिएको अब हामी चाहिँ अब घर फर्किँदैछौँ माइती गाउँ गएर गाडी हुनुहुन्छ पवन भाइ एन्ड अस्सीमा चाहिँ बमिल भएर भाइ चाहिँ अब खाटपा जाने भएपछि अस्सीमा चाहिँ भाइसँग हिँडेकी छिन् मेरो बुढो चाहिँ यहाँ डह्रो कुदाइराख्नु भएको छ हामी पानी पर्ला कि भनेर खुब दौडधुप गरिरहेछौँ यस्तो छ बाटोको हालत चाहिँ हेर्नुहोस् हजुरहरू चाहिँ हाम्रो अफरोड पहाडको बाटो यस्तै हो पनि के गर्नु मम्मी हुनुहुन्छ घरमा मम्मीलाई भेट्नको लागि गएर फर्किँदैछौँ है हजुरहरू हाम्रो अब अर्को एउटा चाहिँ गाडी पछाडि आउँदैछ क्या अरे ल नुनथला आइपुग्यो अन्तरले माडबाट अहिले चाहिँ नुनथला यो ब्याग पनि तपाईँलाई कल भएन बाइकमा यस्तो आनन्द आउँछ नि बाइकमा